गुड मर्निङ एभ्रिवान, जय मसी। अन्त हामी चाहिँ आमा छोरा चाहिँ अघि 6 बजी उठेर एकछिन हाम्रो छोरा चाहिँ कोमासँग खेल्यो हो। त्यहाँदेखिको चाहिँ उसलाई चाहिँ मैले ब्यागमा बोकेर रोटेरोट यसो वक गर्दै डुलाउँदै लिएको। म आफै पनि वक गर्नुहुन्छ भनेर अनि यहाँ चर्चमा आइपुग्यौँ। यहाँ हाम्रो बाङ्गाको चर्चमा। हाम्रो घर चाहिँ यहाँ तल छ। ए बिहानको नजारा चाहिँ यस्तो छ हो। अघि पानी परेर राति कति 2-3-4 बजी पानी परेर होला, पुरा शीत परिरहेको छ। खुट्टा पनि चिसै भयो। यहाँ मैलै भइसक्यो खुट्टै मेरो। अन्त उसलाई यसो वक गर्दै लिएको। म आफै पनि वक गर्नुहुन्छ हो, वक गर्दै डुलाउँदै। अन्त अब चाहिँ हामी यहाँबाट फेरि फर्किने। घर पनि यहाँ तल छ हो। ए रोट आएको नि त। अम्बो लोथर्के पर लोथर्के यहाँ माथि आँपको बोटमा चढ्यो। अन्त हामी चाहिँ अब जाने यहाँबाट फेरि। चाहिँ हाम्रो छोरा चाहिँ खुसी भइरहेको छ, उसलाई बिहान यसरी घुमाउनु पाएर कि रमाक हेर न। अम्बो आरू चाहिँ पुरा फलिरहेको रहेछ यहाँ। यो झुसे आरू भन्छ, झुसे आरू पुरा फलिरहेको रहेछ। घन्टी फुल। आज त फ्रेस हावा खाँदै बिहानै डुल्नु पनि भयो है तिमीलाई। अब म डेली यसरी घुमाउँछु नि तिमीलाई, ल तिमी छिट्टो उठ्यो भने चाहिँ। अब चाहिँ हामी यहाँबाट फर्केको अनि ऊ चाहिँ घोप्टेको छ। उसको जुत्ता हेरेको छ यहाँनिर अघि। अन्त पुरा शीत चिसो भइसक्यो खुट्टा पनि। हत्तु भयो। इचु मान्छेलाई बोकेर हत्तु हुन्छ है। ओके, स्टे ट्युन एभ्रिवान। भिडियो चाहिँ यति नै थियो। बाइ। बाई भनिदेऊ न। बाई भनिदेऊ। हाँसिदिउ छिटो।